सबैलाई जय मसीह। आज म 21 जुलाई को चंडीगढ़ यो 17 सेक्टर को बस स्टैंड को नजिक में छु। यो 4वटा चौक छन् यहाँ, और यहाँ म भिडियो बनाउँदै छु। परमेश्वरलाई धन्यवाद भएको होस् कि परमेश्वरले जो दिनुभएको छ। और यता यो 15-16 तिर जाने चौक, और यता अगाडि 24 और 15 को चौक। अनि म परमेश्वर को महिमा को लागि जो मैले यो भिडियो बनाइरहेको छु, तपाईहरुले यो भिडियो हेरेर लाइक सब्स्क्राइब अनि गरिदिनु होला भन्ने म आशा राख्दछु। र परमेश्वरलाई धन्यवाद भएको होस् जो परमेश्वरले हामीलाई अनि दिनुभएको सेवकाई। आजको यो भिडियोमा तपाईहरुलाई म भन्न चाहन्छु कि परमेश्वरले जो आफ्नो एकलौटा पुत्रलाई दिनुभयो और हाम्रो पापको लागि उहाँले चाहिँ आफ्नो एकलौटा पुत्रको बलिदानको द्वारा हाम्रो सबै पापको मूल्यहरूलाई चुकाउनु भयो। र म परमेश्वरलाई धन्यवाद दिनेछु र परमेश्वरको महिमा भएको होस्। र यता अगाडि पनि एउटा उता जाने चौक छ। यो कतिको चौक हो, यहाँ पुरा यो उले छेकिएको छ रुखले, मैले त्यहाँ देख्न सकेको छैन। अनि 24 अनि 23 पता नि यस्तै कुछ यताको चौक छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरको महिमा भएको होस् कि हामीलाई परमेश्वरले बचाएर राख्नु भएको छ। अनि म परमेश्वरलाई धन्यवाद दिन्छु। यो चण्डीगढको ठाउँमा कति राम्रो एउटा परमेश्वरको सृष्टि छ। अनि जसलाई परमेश्वरले बनाउनु भयो, अनि यहाँ त्यस्ता उहरू ज्यादा देखिँदैन। बिल्डिङहरू जति पनि बिल्डिङहरू छन्, यो बिल्डिङहरू अनि यो रुखहरूको भित्रपट्टि हामी गयौँ भने बिल्डिङहरू देखिन्छन्। तर यो रोडको छेउछेउमा सबै पुरै उहरू भएको कारण, रुखहरू भएको कारण, अनि हामी यो रुखले बिल्डिङहरूलाई छेकेको हुन्छ। त्यो भएर हामी यो बिल्डिङहरू देख्दैनौँ। र परमेश्वरलाई धन्यवाद जो पनि परमेश्वरले दिनुभएको छ। र म तपाईहरुलाई भन्न चाहन्छु, हामीले जहाँ गएर पनि हामी जो परमेश्वरको लागि सेवा गर्छौँ, अनि परमेश्वरले भन्नुभएको छ तिमीहरूको मजदुरी म कहिल्यै पनि व्यर्थ जाने छैन। तिमीहरूले गरेको काम कहिल्यै पनि व्यर्थ जाने छैन। साँच्चै नै परमेश्वरको महिमा भएको होस्। परमेश्वरले कहिल्यै पनि हाम्रो मेहनतलाई व्यर्थ जान दिनुहुन्न र हाम्रो मेहनतमा परमेश्वरले आशिष गर्नुहुन्छ। धन्यवाद। तपाईलाई महिमा अनि आदर गर्छौँ खुदावन प्रभु। तपाईले जो पनि हामीलाई दिनुभएको सेवा छ, यो सेवामा तपाईँ आशिष गर्नुहोस्। धन्यवाद खुदावन खुदा। तपाईलाई महिमा अनि आदर गर्दै यो समयको लागि धन्यवाद दिँदै बिन्ती प्रार्थना प्रभु येशू मसीहको नाममा माग्दछु। आमेन।